साथीहरु लाग्यो है त परदेश अब है अब चाहिँ बाइ बाइ। गरम महिना लाग्यो अनि त्यसपछि अब के हुन्छ त गरम महिनामा हिँड्यो भने डढिन्छ। अब डढ्यो भने त फेरि अब यो एन्सम लुक्सहरू जाँदैन। ओइ भाइ ल यसरी हान्नै सक्छु क्या म यस्तोलाई चाहिँ। पनिर छ होइन, पनिर अनि आज मटन रहेछ क्या अम्माले फेरि खतरा खायो। हावा हुँदाखेरि चलेको छ त्यस्तै फेरि हो कि चलेको साइक्लोन आउन आँट्यो। हेलो एभ्रिवान, म चाहिँ नेपाल आइसकेको छु होइन। ठ्याक्कै म मेची रिभरमा छु र उताबाट चाहिँ इन्डिया गइगयो होइन। र तपाईँहरूलाई मैले अस्तिदेखि भन्थेँ नि त अब होइन के अरे एउटा चिज यहाँ हात्तीको मूर्ति देखाउँछु। हुनुभएका सम्पूर्ण मेरो युट्युब फ्यामिलीलाई हार्दिक हार्दिक नमस्कार। मनमोहन छेत्री तपाईँहरूको अगाडि फेरि पनि यहाँ नयाँ भिडियो लिएर आइसकेको छु साथीहरू। र आजको भिडियो चाहिँ के हो भन्दाखेरि आज चाहिँ मेरो इन्डियामा लास्ट डे है। अब चाहिँ म अब इन्डिया मेरो यताको चाहिँ पढाइ सकिएको, अब सकिएको त के भन्नु, अब चाहिँ नपढ्ने साथीहरू अब चाहिँ यसो कामहरू गर्नुपर्छ होइन। अब कतैतिर कोर्सेस गरेर अनि कामतिर लाग्नुपर्छ। 12 पास गरियो अब चाहिँ त्यहाँपछि अब चाहिँ नपढ्ने अब चाहिँ है। अनि त्यहाँपछि हिजो इक्जाम लास्ट थियो। अब आज चाहिँ अब यहाँ प्याकिङ स्याकिङ गरेर फुपू घरबाट बिदा मागेर जाने। अहिले चाहिँ घरमा कोही पनि हुँदैन, फुपूहरू सबैजना नेपाल जानुभएको छ, बहिनीहरू सबैजना आज छुट्टी होला, अर्को घरमा जानुभएको छ सबैजना, कोही स्कुल कोही कता है। अनि आज चाहिँ यस्तै छ साथीहरू, म घरमा एक्लै थिएँ। अब सबै लुगाहरू धोएर बसेँ अनि त्यहाँपछि अब चाहिँ खानासाना खाने है। अब खानासाना खाएर टक्कले अहिले चाहिँ पुरा गरम महिना लागेर साथीहरू होइन, लास्टै गरम हुन थाल्यो। अब चाहिँ अहिले चाहिँ अब गरम महिना लाग्यो अनि त्यहाँपछि अब के हुन्छ त गरम महिनामा हिँड्यो भने डढिन्छ। अब डढ्यो भने त फेरि अब यो एन्सम लुक्सहरू जाँदैन नि त होइन, केही छैन साथीहरू। अब चाहिँ टक्कसँगले खानासाना खान्छु अनि त्यहाँपछि भरेतिर नेपाल पनि जानु छ। अब नेपालतिरै बस्ने होइन। अनि त्यही हो साथीहरू। अब भिडियो मन पराउनु पर्यो तपाईँहरूले, दामी भिडियो हाल्छु म है। र हेर्नु होला अनमोल छेत्रीको च्यानलमा अब चाहिँ भिडियो आउँछ है साथीहरू। लाइक सेयर चाहिँ हान्नु पऱ्यो नि तपाईँहरूले मजाले ल ल। सी यू गाइज। अब के गर्छु के गर्दिनँ है, हेर्नु पऱ्यो भिडियो, सेयर गर्नु पऱ्यो। अब चाहिँ अनमोल छेत्रीको च्यानलमा डेली भ्लग आउँछ। ल त साथीहरू अब चाहिँ म खाना जान्छु र खाना खाएर तपाईँलाई भेट्छौँ ल। आज के पाएको छ हेरौँ है त। ल साथीहरू आज खानामा चाहिँ के रहेछ भन्दाखेरि यहाँ टक्क पनिर छ होइन, पनिर अनि यहाँ चाहिँ मटन रहेछ क्या अनमोलले फेरि खतरा खायो। अनमोलको खुवाइयो देख्नु भएको छैन होला, अब आज देखाउँछु तपाईँलाई खै ल। फर्स्ट चाहिँ हल्का ग्रेभीसँग हान्छु। दामी छ आएर फुपूले तर खाना दामी बनाउनुहुन्छ क्या साथीहरू, स्पेसली चाहिँ कुखुराको मासुहरू होइन, खतरा बनाउनुहुन्छ साथीहरू। अहिले चाहिँ मैले खाना खाइसकेँ हो, ड्यामै भयो बडी पनि ड्यामै भयो। अब यसो प्याकिङहरू पनि गर्नुपर्छ है, प्याकिङ स्याकिङ गरेर लाग्नुपर्छ आज परदेश। फेरि साथीहरू सबै लुगाहरू धोएको हो, सबै धोएर चाहिँ मजाले लग्नु पऱ्यो होइन। र घाम हेर्नु न कता यस्तो घाममा नि कहाँ जानु त अनि नेपाल होइन, कस्तो घाम लाग्यो साथीहरू हेर्नु न। अनि आम्मा एकछिन बस्ने हो होइन, एकछिन बसेर मजाले एकछिन रेस्ट गर्ने, बर्खा खाना खाएको हावा हुँदाखेरि चलेको छ त्यस्तै फेरि हो कि चलेको साइक्लोन आउन आँट्यो क्या हो। अब साथीहरू एक निन्दा सुतेर उठ्यो होइन, र उठेर चाहिँ लुगा प्याकिङ पनि सबै काम भयो। लुगा प्याकिङहरू यहाँ चाहिँ टक्कसँगले लुगा प्याकिङ भइसकेको साथीहरू। म चाहिँ घाम ओभर डेन्जर छ र अब चाहिँ म लाग्न आँटेको नेपाल है। ओभरै खतरा डेन्जर घाम लागेको छ साथीहरू कसम होला। अब अहिले चाहिँ म फिलहालको लागि यति नै मात्रै लुगा लिएर जाँदैछु अनि बात मारेर लिएर जान्छु आधी चाहिँ। अहिले चाहिँ यति नै लिएर जान्छु होइन, गरम छ लास्टै ओभर गरम छ। अब साथीहरू भिडियोहरू हेर्दै गर्नु होला साथीहरू। अब चाहिँ माक्सेस लाग्यो, कभर सभर टक्क मजाले भयो, अब चाहिँ लाग्ने हो नेपाल। ल सी यू गाइज। नेपालमा के कसो हुन्छ भिडियोहरू होइन हेर्नु होला है त। साथीहरू लाग्यो है त परदेश अब है। अब चाहिँ बाइ बाइ इन्डिया होइन। अब चाहिँ लाग्यो अब
12-13 वर्ष पढ्यो एउटा स्कुल होइन यतै बसेर पढ्यो अब चाहिँ सबैजना बाई बाई साथीहरू अब चाहिँ म निस्किन आँटेको छु होइन बाइकलाई चाहिँ निकालिसकेको छु मैले अब सामानहरू चाहिँ यति छ यो चाहिँ मेरो कुद्ने जुत्ता होइन यसलाई यहाँ हालेर हेर्न साथीहरू घाम फेरि कस्तो लागेको छ भने नि कस्तो डेन्जर घाम लागेको यार सँगले अब लुगा लाइन टक्क हालिदिने ब्यागलाई हो बाइकको फेरि हालत यस्तो छ हो के धोइराख्नु अब होइन नेपालमै धुनु पऱ्यो भनेर चाहिँ अब सबै गरियो मेन थोक चाहिँ अब चाबी राख्नुपर्छ कुकुरलाई पनि बाँधेको कहिले जा बस्ला राम्ररी बिचार मेरो डिजायर बस्ल के बिर्से यस्तो लागिरहेछ मलाई अहिले त केही याद हुँदैन साथीहरू अहिले म उता पुगेपछि चाहिँ याद हुन्छ क्या लाग्यो बिर्से भनेर है ल साथीहरू म चाहिँ अब लाग्न आँटेको छु अब बाटोमा के हुन्छ त अब हेर्नु न त भिडियो ल भाइ एउटा अब चाहिँ म निस्किन आँटेको होइन र मेची भलामा गएर भेटौँ ल सिधै हेलो एभ्रिवान म चाहिँ अहिले नेपाल आइसकेको छु होइन ठ्याक्कै म मेची रिभरमा छु र उताबाट चाहिँ इन्डिया गएको होइन र तपाईँहरूलाई मैले अस्तिदेखि भन्थेँ नि त अब होइन के अरे एउटा चिज यहाँ हात्तीको मूर्ति देखाउँछु भनेर अस्तिको भिडियोमा नि तपाईँहरूलाई मैले भनेको थिएँ तर मैले देखाएको थिइनँ होइन ढिलो भएको कारणले गर्दा र आज चाहिँ यस्तो तातो घाममा पनि होइन तपाईँहरूलाई यहाँ हाम्रो चाहिँ अब एउटा सानोबडे पार्क चाहिँ टाइपको हो यो होइन र यहाँ चाहिँ हात्तीको एक दुईवटा मूर्तिहरू छ होइन र दुईवटा मूर्ति छ तपाईँहरूलाई देखाउँछु नि म होइन यहाँ चाहिँ टक्क गाउने ठाउँहरू पनि छ होइन दामी छ अहिले चाहिँ म टक्कै नेपाल एन्ट्री भइसकेको छु है र यहाँ चाहिँ टक्क छ चौतार बस्ने ठाउँहरू अनि यहाँ दुईवटा हात्तीको मूर्ति छ क्या यहाँ सही होस् देखाउँछु र तपाईँलाई यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू होइन टक्कसँग दुईवटा यहाँ चाहिँ चराहरू छ यहाँ सानो पार्क चाहिँ टाइपको हो क्या र यहाँ चाहिँ हाम्रो पुन्टे हात्तीहरू यहाँ हेर्नु न टक्कसँगले यो बाउन्डारीमा चाहिँ धेरै हात्तीहरू आउँछ होइन त्यो भएर यहाँ एउटा हात्तीको स्ट्याचु टक्कसँगले यहाँ चाहिँ फेरि कुन चाहिँ भाँच्दैछ अस्ति भर्खर पनि होइन र यहाँ चाहिँ फेरि के लाएर चाहिँ बनाउनु भएको रहेछ र अस्ति चाहिँ यहाँ यो एउटा हात्ती भयो र यहाँ पनि हात्तीहरू छ क्या साथीहरू यहाँ हेर्न सक्नु तपाईँहरू यो हात्तीको मूर्ति होइन यो हात्तीको सुरबाट चाहिँ पानी निस्किन्छ क्या सबैबाट अहिले यहाँ यो मोटर खोल्नुपर्छ यहाँबाट होइन आमा थुप्रो छ यहाँ कतिवटा छ थाहा भएन मलाई चाहिँ र यहाँ चाहिँ एउटा मोटर खोल्यो भने यहाँ मोटर खोलेर चाहिँ सबैजना पानीहरू निस्किन्छ क्या यहाँ नुहाउँदा पनि हुन्छ होइन र दामी छ जोस् यहाँ होइन र अहिले टक्कसँगले यहाँ चाहिँ चेकिङहरू हुन्छ सब उयो पुलिसहरू बस्नुहुन्छ र यो साथीहरू बाउन्डारी एन्ट्री भइसक्यो सबै खेतबारीहरू होइन र अब चाहिँ घरै भेटौँ ल तपाईँहरूको लागि यस्तो घाममा मैले होइन भिडियो बनाइदिइरहेको छु फेरि यो हावा फेरि के साह्रो चलेको अहिले त आम्मा कहाँको हावाहरू आएको छ होइन यस्तो घाममा भिडियो बनाइदिएको छु लाइक चाहिँ हान्नु पऱ्यो है साथीहरू लाइक चाहिँ चस्मा फेरि हेर्नु न फेरि चाहिँ 15 करोडको चस्मा हो है अब गरम छ पुरा होइन अब सेफ्टी त लाउनु पऱ्यो नि त होइन क्याप्सप लगायो मास्क साक्स अब चाहिँ सिधै घर गएर भेटौँ न त ल साथीहरू म चाहिँ घरमा आएर भर्खर उठेको है अनि आउने बित्तिकै निदा क्या लास्टै गरम पनि थियो हो सुत्न पनि पसेँ अनि सुतै भइसु म भर्खर उठेँ अहिले चाहिँ ट्याक्कै कति बज्यो अहिले 6 बज्न आँटेछ अनि यस्तो साथीहरू अब यसो कामसाम गर्नुपर्छ मार्छ अघि मम्मीले उठाएको थियो उठिनँ अब होइन अब कामसाम गर्नुपर्छ अब साथीहरू भिडियो हेर्नु है भिडियो हाम्रो घरमा नि यहाँतिर होइन यहाँ चाहिँ गाईको गोठहरू भन्ने आँटेछ यो बाख्रा फेरि के साह्रो कराएको र अघि सुत्दा पनि कराई गरेर अड्के के हो यो बाख्रा छोडिदिनु मरोस् यस्तोतिर बन्ने रहेछ होइन अनि यहाँ हाम्रो चाहिँ बाख्राहरू यति नै हो साथी त्यो एउटा भयो यो दुईवटा छ होइन यहाँ चाहिँ अर्को यहाँ छ ठिकै छ बनिँदो रहेछ यहाँ मजाको साथीहरू अहिले चाहिँ हाम्रो बारीमा के फलेको रहेछ हेर्नु न यहाँ चाहिँ लसुनहरू होइन लसुनै हो कि प्याज हौ अनि लसुनै रहेछ अनि अरू के छैन अझ यो के हो सिमी होला यो बिन्स होला अनि अरू त केही छैन रहेछ अरू चाहिँ के हो मलाई पनि थाहा छैन उहाँ पर सिमी छ उहाँ पर हो सिमी त्यति नै रहेछ अहिले त्यस्तो केही रहेनछ ठिकै छ कुखुराहरू पनि नै खोइ त आउनु हुँदैन त सब्सक्राइबर भएर आउनु हुँदैन कोही पनि खोइ एउटा टक्क कटिङ भइहाल्दै आज होइन
अनि साथीहरू हाम्रोसँग यहाँ पनि अलिकति के अरे यो चाहिँ प्याज होला हौ यो चाहिँ प्याज होला अनि प्याजहरू यो चाहिँ प्याजको बिउ जस्तो लाग्यो मलाई अहिले चाहिँ सबै यहाँ खेतेर जोतेको छ क्या यहाँ चाहिँ अब हुन्छ नि अब यो यहाँ चाहिँ मकैहरू छर्ने क्या उम्री पनि सकेको रहेछ यहाँ कतिवटा दिन नि टक्कसँग उम्री पनि सकेको छ यहाँ पर चाहिँ हाम्रो मम्मी घाँस लिएर आउँदैछ होइन टक्क है साथीहरू तपाईँलाई म गाउँको अलिकति हाम्रो गाउँको होइन बारीतिरको भ्यूहरू देखाउँछ अलिकति यहाँ मम्मी घाँस लिएर आइसक्नु भएछ यहाँ कहाँबाट ल्याएको घाँस होइन घाँस यति लिएर आउनुभएको रहेछ आज यसलाई चाहिँ अम्लिसोको घाँस भन्छ क्या चाहिँ कुच्चो पनि छ यहाँ खान सक्नु तपाईँहरू मेरो चाहिँ घरमा एकजना मान्छेहरू छ हो त्यो मान्छेलाई म चाहिँ पनि गर्न सक्छु क्या जस्तो कि साथीहरू यहाँ यो झिक्रा छ होइन झिक्राले अब हेर्नु न ओ भाइ ल त्यसरी हान्न पनि सक्छु क्या म यस्तोलाई चाहिँ त केही पनि होइन कि ढुङ्गाले नै हाल्छ यसलाई हेर्नु न यो चाहिँ हाम्रो घरमा फलेको टमाटर होइन अनि चाहिँ हामी आमाकोमा आएको छौँ दास पनि छ यहाँ चाहिँ अस्ति होलीको भ्लग पनि हाल्यो मजाको यो अमिलो हुँदैन बेसी यो लैजा सबै यो सानो मलाई होली हान्न हेर त्यसले गर्नु हुँदैन ल्या मुगन आइज न ओइ म ओइ नहान मलाई म ओइ ल्या यसले त हान्नु मम्मीलाई हान्दै साथीहरू हामी यहाँ चाहिँ अब खाना खाने बेला भइसकेको छ र आजको सब्जी चाहिँ के हो यो चाहिँ के को सब्जी भन्ने नि के भन्छ होला सजिना अनि यहाँ चाहिँ टक्क खसीको मासु छ टक्कसँगले खाना आँटेको ल त साथीहरू आजको भिडियो चाहिँ यति नै हो भर्खर खानासाना पनि खाएर आइसकेँ होइन र अब चाहिँ भिडियो मजाले आउँछ र आजको लागि चाहिँ यति नै र थोरै भिडियोमा हेरौँ भनेर आज पनि मैले अचानक त्यस्तो प्लान बनाएर चाहिँ भिडियो बनाएको अनि ठिक छ साथीहरू भिडियो मन पऱ्यो भने लाइक गर्नुहोस् है अनि सब्सक्राइब पनि गर्नुहोस् अनि थाहा छ आजको भिडियो त्यस्तो खाले केही तपाईँलाई राम्रो लाग्दैन होला है तर पनि अब माया देखाइदिनु पर्यो तपाईँहरूले है अब चाहिँ राम्रो राम्रो भिडियोहरू हाल्छु म होइन र त्यति नै भन्न चाहन्छु र भिडियो लास्टसम्म हेरेकोमा हजुर सबजनालाई धेरै धेरै धन्यवाद बाई बाई सी इन द नेक्स्ट ब्लग